walking down this road of mine, this road that I call home. So am I wrong for thinking that we could be something for real? हेलो एभ्रिवान, गुड मर्निङ। स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आज मेरो छुट्टीको दिन हो, त्यसैले म र मेरो साथी अलिकति घुम्न निस्केको छौं। आजको दिन कस्तो बित्छ, कहाँ पुगिन्छ र के रमाइला क्षण हुन्छन्, सबै कुराहरु यो भ्लगमा देखाउने छु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्न नबिर्सिनु होला। हामी चाहिँ अहिले गाडीमा चढिसक्यो। अब चाहिँ हामी जानु पर्ने हुन्छ। फाइनली हामी पासासेनी कोत्रायामा आइपुगेका छौं। वास्तवमा हामी साथीको कामको लागि यहाँ आएका थियौं, तर लोकेसनमा अलिकति गल्ती भएपछि हाम्रो प्लान फेरि परिवर्तन भयो। त्यसैले अहिले हामी केएल सेन्टर तर्फ जाँदै छौं। केएल सेन्टर पुग्नको लागि ट्रेन चढ्नु पर्ने हुन्छ। फाइनली हाम्रो ट्रेन पनि आइसक्यो। फाइनली हामी चाहिँ सम्झेर म चाहिँ सेन्ट्रल मलमा आएको छु। यहाँ देख्छौँ यहाँको दृश्य चाहिँ। तर हामी चाहिँ बाहिर कहाँबाट निक्लिनु भनेर चाहिँ हाम्रो थाहा भएन नि। सम्झि कहाँ म चाहिँ भित्र हामी यहीँभित्र फाइनली हाम्रो सम्झि चाहिँ ठ्याक्कै टचिङको अफिसमा आइदिइसकेको छु। अनि सम्झि कतिको खुसी हुनु तपाईँ? अब काम बन्द छैन त? काम बनेपछि अब ट्रेन पनि आइसकेको छ। यता आउँछौँ न, हामी चाहिँ अब ट्रेनमा जानुपर्ने हुन्छ। हामी चाहिँ अहिले अन द वे। अहिले चाहिँ हामी सम्झिरमा चाहिँ नेपाली रेस्टुरेन्ट खाना खान जाँदैछौँ। हामी सम्झि फाइनली हामी अहिले लाङ्गाली चुलो नेपाली रेस्टुरेन्टमा आइपुगेका छौँ। रमाइलो कुरा के भयो भने यहाँ आइपुग्ने बित्तिकै मेरो केही साथीहरू पनि भेटिए। केही बेर गफ गर्दै अब हामी खाना अर्डर गर्ने तयारीमा छौँ। केही बेरको गफपछि हामीले केही नेपाली परिकार अर्डर गरेका छौँ। अनि एउटा कुरा, साथीहरूले चाहिँ पहिले अर्डर गरिसक्नु भएको रहेछ। अनि ल, हामीले अर्डर गरेको ढिँडो पनि आइपुग्यो। हेर्दा नै निकै मिठो देखिएको छ। त्यसपछि नेपाली घिउ पनि दिनुभएको थियो। अनि घिउ बाँड्ने मलाई राख्नुभएको थियो साथीहरूले। अनि मैले सबैजनालाई बाँडेर त्यसपछि हामीले खाना खायौँ। फाइनली हामीले खाना पनि खाइसक्यौँ। खाना साँच्चै स्वादिलो थियो। साथीहरूसँगको भेट र मिठो खानाले आजको समय अझ विशेष बनायो। त्यसपछि त्यहीँबाट हामी साथीहरूसँग बिदा भएर म र मेरो साथी फेरि बोकिरी बिन्दाङतर्फ घुम्न निस्कियौँ। अहिले चाहिँ सम्झिएर म चाहिँ खानासाना खाएर पनि घुम्दैछु होइन सम्झि? हामी चाहिँ सम्झेर म चाहिँ यहाँ आइपुग्यो अहिले होइन? कहाँ आइपुग्यो सम्झि अहिले? सबैलाई थाहा भएन। त्यसै बोकिरी बिन्दाङ गरे सम्झि। यहाँ चाहिँ बोकिरी आइपुगेको छ। हामी चाहिँ अहिले बोकिरी बिन्दाङको छौँ। ल हिँड्छौँ सम्झि। हामी चाहिँ सम्झेर म चाहिँ फर्कियो। काम सकेर फर्किनु होइन? अब काम सकेर फर्किएको बाटोमा हो। बाटोमा यस्तै देख्छ तपाईँहरूले भ्यू। आजको मेरो भ्लग यहीँ समाप्त गर्छु। हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। कस्तो लाग्यो मेरो भिडियो प्लिज कमेन्ट गर्नु नबिर्सिनु होला। फेरि अर्को भ्लगमा भेटौँ न। बाइ बाइ।